यो गर्मीमा पनि बनाएर खानु भएन भने चाहिँ यु आर मिसिङ समथिङ इन योर लाइफ। हाई गाइज, आज चाहिँ मसँग दही पुरी बनाऊँ है त। अनि हामी धेरै जसको बानी के हुन्छ भन्दाखेरि यो समर सुरु हुन लागेपछि दही पुरी बनाएर खान्छु भन्यो, अनि समर सकेर विन्टर आइसकेपछि बल्ल याद हुन्छ कि हामीले मैले समरमा दही पुरी बनाएर खान्छु भनेको थिएँ भनेर। त्यही भएर यसपालिको गर्मीमा चाहिँ दही पुरी बनाउन चाहिँ नबिर्सिनु है। मैले चाहिँ गर्मी लाग्नुभन्दा पहिले दही पुरी बनाएर खान सुरु गरिसकेँ। अनि यो गर्मी महिनामा दही पुरी इज माई फेभरेट। अनि आज चाहिँ मसँगै दही पुरी बनाऊँ है त। मैले चाहिँ यो मसलाको लागि चाहिँ आलु, उसिनेको आलु, धनियाँ, प्याज अनि खुर्सानीहरू मिक्स गरेँ। अनि दही पुरी भनेपछि अलिकति खट्टी मिठी हुनुपर्छ नि त, त्यही भएर दही पनि मैले गुलियो लिख्दैछु। अनि त्यसमा चाहिँ कतिको थिक खानु मनपर्छ दही, मलाई चाहिँ अलिकति पातलो नै मनपर्छ। एकदमै धेरै बाक्लो भयो भने पनि मिठो हुँदैन, त्यही भएर चाहिँ मैले थोरै पानी थपेर त्यसको थिकनेसलाई चाहिँ मजाले मिलाएँ। अनि यो मैले अघि लिगेको चाहिँ त्यो अमिलो हो है, पाउ माडा अमिलो, त्यसलाई चाहिँ मैले फ्रिजमा राखेको थिएँ। अनि यता चाहिँ मैले प्लेटिङ गर्नको लागि सबै पुरीहरूलाई फुलाएर त्यसमा चाहिँ किमाहरू चाहिँ मजाले हाल्दैछु। मलाई चाहिँ यो मसला चाहिँ धेरैभन्दा पनि ठिक्क हालेको मनपर्छ। अनि माथिबाट दहीले अनि लेयर गरिदिने, तपाईँहरूलाई कतिको मनपर्छ त्यही अनुसारले तपाईँहरूले दही राख्नु पर्यो। अनि छुटाउनै नहुने कुरा भनेको चाहिँ यो इमली चाहिँ छुटाउनै हुँदैन है, यसले चाहिँ त्यो फ्लेभर चाहिँ लिएर आउँछ। अनि माथिबाट मैले अनारले टपिङ्स गर्दैछु। मलाई अनार मनपर्छ दही पुरीमा। कतिजनाले त खाइ पनि राख्नुहुन्छ अनार, तर कतिजनालाई मन नपर्न पनि सक्छ। अनि अनार पछि चाहिँ अनि मैले हालेँ आलु भुजिया, अनि त्यसपछि फेरि दहीले लेयर गरिदिनु भयो भने यो दही पुरी इज रेडी टु इट। यति मिठो भएको थियो नि, म आफैले तारिफ गर्दैछु, तर एकदमै मिठो भएको थियो।